यस्तै भयो छुट्टी मिलेन। रुको रुको ऐसे नहीं शुरू से दिखाता हूँ। फाइनली चाहिँ हामीले जमरा काटेर र टिका भिजाएर चाहिँ सकेपछि हेर्न सक्नुहुन्छ। यो चाहिँ हामीले टिका भिजायौँ र यो चाहिँ जमरा भर्खरै मैले काटेर राखेको छु। अब चाहिँ हामीले ढोकालाई टिको लगाइदिने गर्छौँ है। यत्नै माथि ढोकामा टिको लगाएर सकिसकेको छ होइन। अब म चाहिँ रेडी हुँदैछु। अब लगाएर टक्क रेडी हुन्छ होइन। आज चाहिँ म कसरी रेडी हुँदैछु भन्ने कुरा देखाउँछु होइन। अरूले चाहिँ मेकअप सेकअप हाल्छन्, मसँग यहाँ चाहिँ एकदम सादा पाइन्छ। यो पानीले मुख धोएपछि म एकदमै तयार हुन्छ होइन। मेरो मेकअप त किन पऱ्यो। म चाहिँ रेडी भइसकेको छु। मैले दौरा सुरुवाल ल्याउन बिर्सेको छु, त्यही भएर सर्ट प्यान्ट लगाएँ होइन। के छ कस्तो देखिरहेको छ टेट्स मी गाइज। अब ठ्याक्कै चाहिँ हाम्रो टिका लगाउने बेला भइसकेको छ। अहिले ठ्याक्क घडीमा हेर्दाखेरि चाहिँ यहाँनिर 51 गयो। ठ्याक्क 52मा चाहिँ हाम्रो टिका हो। यहाँनिर रेडी छ। हामीले चाहिँ सबभन्दा ठुलोले चाहिँ सबभन्दा सानोलाई टिको लगाइदिने हुन्छ हाम्रो। अब के छ तपाईँहरूको चाहिँ त हामीलाई थाहा भएन होइन। अब हाम्रो चाहिँ आमा हुनुहुन्छ यहाँनिर। हामीले यति बेरसम्म चाहिँ यहाँनिर फोटो सेसनहरू चाहिँ सब सकियो। फोटो सेसनहरू सकिसकेपछि चाहिँ अब टिको लगाउन सुरु हुँदैछ। मलाई चाहिँ कस्तो देखिरहेको छ यो ड्रेसअपमा होइन। तल कमेन्ट बक्समा चाहिँ कमेन्ट गरेर भन्नु होला होइन। यो चस्मा टक्क म चाहिँ आफूले प्रोफेसर टाइपको सोचिरहेको छु होइन। अब टक्क केमिस्ट्रीको लेक्चर हाल्न जानुपर्ने छ। बाबा आमालाई प्यारो गर्न पर्छ, हेला गर्दिन। अब ठुलो भएर छोराछोरी हेला गर्छ। ल दाइ हेला नगरे स्याहार गरे खाना लाइदिने खोइ। यहीँ जाँदा त छिटो। यहाँ लाउने हो दुईटा खुट्टा राख्नुको वर्षदेखि 10 यहाँ ढोग्नु पर्यो तले। हजुर ल दुःख नभए ल्याउने भएस्। पैसाको दुःख नहोस्, सुखी रहोस्, सुख शान्ति होस्, रोग नलागोस्। त्यो बाल के भगवान रक्षा गरौँ भनेको माने छोरा धेरै पढे ज्ञानी बने है। है बेटा धेरै पढे ज्ञानी बने भनेको माने है। तैँले दिने लगाएर बाउला पैसा हुन्छ बाउसित। काली भद्रकाली कपालेन दुर्गाक्षमा शिवधात्री स्वाहा सुधा नमस्ते। दुर्गादायिनी भाइ भगवान रक्षा गर्ने नाम कमा धाम कमाएस् है।
नभए खाइदियो गाह्रो छ बाबुला भयो बाले छोडेर आएर के हाल्नु दाइले त तालमा पुऱ्याइदिन ठिकै हो ठोक्नु ठोक्नु 2 रुपैयाँ ढेक्क त है पुस्ता पैसा खस्छ निकाल्नु न पैसा खस्छ 1 रुपैयाँ 2 रुपैयाँ ढेक्छ एउटा 1 रुपैयाँ एउटा 2 रुपैयाँ तपाईले यस्तो राम्रो फोटो आयो यार कसम सिधै यार हेर त थपक्क भयो मेरा हजारका नोट नयाँ सेटअप तपाईँ पनि हैन हो भोइमा राख्ने कि खुट्टा उचाल्ने हैन त्यही वास्ते बारेमा दुर्गा दानी भगवान रक्षा गर्नु भन्छ र मैले भने बाले भनेको मान्ने हो केही गर्नु पर्दैन धेरै कुरा हुन्छ पैसा जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधात्री स्वाहा सुधा नमस्ते ओम नमो भगवते वासुदेवाय नमः दुर्गा दानी भगवान रक्षा गरून् नाम ज्ञान इज्जत चाहिँ दान शान सब कमाए है के गर्ने गरेस् मैले यही भन्दै खाल्ने त भन्छ कसैको ठेक्का ल्याएन यो के हाम्रो राम्रो दोस्रो कस्तो एउटा मलाई दिएको ढोकेको आइ यहाँ दाइ ढोकेको यहाँ छिटो छिटो कहाँ गयो फेरि अहिले रुक एकछिन ढोक दिइरहन्छ को कम्प्लिट गरिरहन्छ अच्छा त ल भाइ ल ओ ल भाइ मेरो माया गर्ने है सानो दाइ अनि अर्को पैसा अरे मैले नदिएको एउटा ढोकेको मैले जागिर खाएको त उडा हजार सय लाख फेरि पैसा ढोग्रे एउटा पैसा नि एउटा पैसा दिनु सक्नुहुन्न फेरि ढोग्रे पर दिन्छु ल बाबा तो ये छोई हैन है छोई हैन अब के खाने ल भाग्यमानी होस् अब माइनस हाम्रो पढाइ पैसा देखाउने फोटो देखाइदियो पैसा हामीले चाहिँ सबैजनाले यहाँ टिको टालो गरेर भइयो दसैँको टिका जमरा सबले चाहिँ लगाइयो यहाँनिर देख्न सक्नुहुन्छ हामीलाई चाहिँ अत्याधिक भोक लागिसकेको छ हामीले हिजो चाहिँ राति खाना खाइसकेदेखि चाहिँ यो बनाइ प्रसाद चाहिँ अब ग्रहण गर्ने बेला छौँ हामी आमाले के गोजा गोजा पैसा झिक्न हो कि पैसा राख्न हो के गर्न हो त्यो थाहा भएन हामीलाई कसको मम्मीले ए मम्मीले पैसा ल्याउन हो यसले कसैको नभएको पैसा देखाइरहेको छ यहाँ चाहिँ हाम्री आमा गाउँकी सबभन्दा जेठी भएर उमेरमा पनि सहर चाहिँ पहिलो टिको चाहिँ आमाको हातबाट थाप्ने भनेर यहाँ आइपुग्नु भएको छ पैसा राख खै मलाई ल कस्तो लाग्यो सर पहिलो टिको ग्रहण गर्दाखेरि एकदमै रमाइलो 84 वर्ष पुगेको आमाको हातबाट टिको लगाइयो धेरै नयाँ अनुभव भयो ल अनि मान्छेले पैसा थप्दैन हामीलाई त मैले त पैसा दिनुपर्छ है ल फाइनली हामीले चाहिँ होइन त्योभन्दा पहिला इन्ट्रोडक्सन दिनु पर्यो नि त को हौ तिमी भनेर हेलो नमस्ते वेलकम ब्याक टु माई आवर भिडियो हामी चाहिँ सुताली रानीको छोरो त्यस्तै चिन्दैनन् मतिरबाट इन्ट्रोडक्सन दिनु पर्यो कि मेरो छोडिदिनु कि त्यो चाहिँ मेरो छोरो दाइको छोरो अनि छोरो भन्नु पर्यो होइन के छ फ्रेममा आदि देखियो होला थाहा छ मलाई चाहिँ हामी चाहिँ अब अर्को ठुलो मम्मीको घर टिको लगाउन जाँदैछौँ त्यसपछि हामीले घर लगाइयो
के छ दाइ तपाईँ आफ्नो घरमा हामी टिकट लाग्न आयौँ के भन्न चाहनुहुन्छ? ठिक छ अब विजया दशमीको शुभकामना होइन सबैलाई। हजुर अब आफूभन्दा ठुला मान्यजनको घरमा त आउनै पर्यो हामी पनि हजुरआमा घरमा जानु बाँकी छ। हजुर ठिकै छ भर्खर अब हामीले यहाँ टिका लगाइ सम्पन्न गरियो। अब हामी चाहिँ हजुरआमा हामी सबैको ज्येष्ठ नागरिक हाम्रो कान्छी हजुरआमा हुनुहुन्छ। अब हामी उहाँको घरमा सबैभन्दा जेठो नागरिक होइन त्यो नागरिक त नेता हुन्छ। अनि भाउजू दाइको याद कतिको आइरह? यस्तै भयो छुट्टी मिलेन भएको होइन मन बुझाउनै पर्यो होइन। ठिक छ ठिक छ। छिटो बिहा गर अन्नु उता छिटो बिहा गर्न लगाइदिनु। यहाँ त धार त बिस्तार सर हालिदिनु के के हुँदैछ? भित्र आमाका माइतीहरू आउनु भएको जल्ल तुरन्त देखाउनु पर्यो आमाको माइती। निकाल्यो के पाइन्छ? यो मेरो मम्मी हेलो भाउजू के छ? काम गरेर थाक्यो नि? दाइ के साल हो? पेट भरि छ अनि